पैसा कमाउनु नसकेको कारणले गर्दाखेरि अहिले छ नि मेरो फ्यामिलीहरू मेरो भाइ बहिनीहरू धरि सबै टाढा भइसक्यो साथीहरू। हामी छोरा मान्छे भएर जन्मेपछि हरेक कुरा सिक्नुपर्ने रहेछ। साथीभाइको लैलैमा पनि लाग्यो, सब कुरा गर्यो। हुँदैन रहेछ साथीहरू यसरी। आफ्नो एउटा लक्ष्य बनाउनुपर्छ सबैले। छोरा मान्छे भएपछि घरको जिम्मेवारी बोक्नुपर्छ हामीले सब कुरा। यो काम गाह्रो छ भनेर नि पाइँदैन, म त्यहाँ जाँदिनँ भनेर नि पाइँदैन। भोलि पर्सि तपाईँले कमाउनु सक्यो भने आफ्नै बुढीले पनि छोडेर हिँड्छ, आफ्नै दाजुभाइले हेर्दैन। अहिले मेरो यस्तै स्थिति छ कि पैसा कमाउनु नसकेको कारणले गर्दाखेरि अहिले छ नि मेरो फ्यामिलीहरू मेरो भाइ बहिनीहरू धरि सबै टाढा भइसक्यो साथीहरू। अनि त्यही चिन्ता लाग्थ्यो रातभरि। आज त्यही सोचिरहेको थिएँ कि सायद आमा बुवा भएको भए मैले यति साह्रो दुःख भोग्नु पर्थेन होला भनेर। त्यही हो साथीहरू, म अब लाइफमा पछाडि फर्केर हेर्दिनँ र आफन्तहरू भनेर म हेर्दिनँ। मलाई जसरी हुन्छ मलाई सफलताको सिडी चढ्नु छ साथीहरू। त्यसैले धेरैभन्दा धेरै माया गरिदिनु होला मलाई, मेरो आइडीलाई धेरैभन्दा धेरै फलो गरिदिनु होला भन्न चाहन्छु। तपाईँहरूको यो सपोर्ट र यो माया म जिन्दगीभरि भुल्ने छैन साथीहरू। तपाईँहरूलाई पनि सपोर्ट गर्नेछु, तपाईँहरूलाई सँगसँगै लिएर जान्छु भन्ने मेरो चाहना हो। म सोच्छु कि हरेक घरबाट एउटा भ्लगर एउटा भ्लगिङ गर्ने छोरा जन्मोस् जस्तो लाग्छ कि मलाई चाहिँ। त्यही हो, सबैजना राम्ररी बस्नु होला। हस्, धन्यवाद, बाई बाई।